नयाँ सोच विचार भएको सकारात्मक मान्छे सरस्वती चौधरीले मास्टर्स गर्दै थियो त सकेर जा अहिले नजा भनेर भनेको त्यहाँ स्पोर्ट्समा मास्टर गर्दैछ उसले नेपालमा हाँक्दै गोले त भलिबल मेरो दिमाग बुद्धि र मेरो जुन चाहिँ एउटा स्पिड छ वर्किङ स्पिड छ त्यो चिज स्पोर्ट्सभन्दा बाहिर लगाएको भए म चाहिँ अहिले वेल इस्टाब्लिस हुन्थेँ म पनि 2-4 करोडको गाडीमा चढ्न सक्ने खालको एउटा हनर भएको व्यक्ति हो मलाई जस्तो लाग्छ त्यो प्रकारले काम गर्ने खालको मसँग एउटा खुबी छ तर म खेलकुदमै काम गरिरहेको छु नि त अहिलेसम्म अभाव पनि भएको छैन पुगेको पनि छैन यस्तै स्ट्रगलका बीचमा लाइफ चलिरहेछ रवि केसी जतिखेर मैले फर्स्टमा देखेँ त्यतिखेर उसको रिच चाहिँ धेरै माथि भएको भर्खरको केटा पनि थियो U23 को ट्रेनिङमा मैले आएको र अहिलेको अनुशासित केटा पनि गण्डकी प्रदेशमा सबैभन्दा अनुशासित केटा देखेको हो र उसलाई मैले अहिले पनि छोरा समान नै मान्छु मसँग रात दिन कन्ट्याक्ट पनि भइरहेछ रविको कुराकानी पनि भइरहेछ हामीसँग न पछाडिबाट आउनुको लागि प्लानिङ छ तलको एज क्याटेगोरीको कुनै क्रियाकलाप भइरहेछन् भएको खेलाडी विदेशी हो भने त्यसले स्पोर्ट्सलाई काहीँ न काहीँ धक्का लाग्छ जस्तो मलाई लाग्छ त्यसले पनि चिन्ता त छ स्कुलको बच्चाहरूलाई चाहिँ अनुशासन र मर्यादा थ्रु स्पोर्ट्स बनाउने मेरो अभियान छ त्यसमा म राज्यले खटाएर होइन कि म सो रूपमा र घर परिवारबाट कहिले पनि त्यस्तो प्रकारको यो रिटायरमेन्ट लिनुपर्छ के गर्छस् कहाँ जान्छ कति पैसा कमाउँछ हाम्रो यस्तो बोकेन त्यस्तो बोकेन भने कहिले पनि भएको छैन त्यसमा म एउटा सन्तुष्ट रवि केसी पनि केही सम्भावना नदेखेर चाहिँ जापान उनी पलायन हुनुपर्नेको अवस्था हो कि अथवा चाहिँ हामीले राज्यले रोक्न सकेन कि ती खेलाडीप्रति ध्यान दिएन कि राज्यले चाहिँ रवि केसीप्रति इन्डिभिजुअल कुरा गर्दै तपाईँले चाहिँ के भन्न चाहनुहुन्छ रवि केसी जतिखेर मैले फर्स्टमा देखेँ त्यतिखेर उसको रिच चाहिँ धेरै माथि भएको भर्खरको केटा पनि थियो U23 को ट्रेनिङमा मैले आएको र अहिलेको अनुशासित केटा पनि गण्डकी प्रदेशमा सबैभन्दा अनुशासित केटा देखेको हो र उसलाई मैले अहिले पनि छोरा समान नै मान्छु मसँग रात दिन कन्ट्याक्ट पनि भइरहेछ रविको कुराकानी पनि भइरहेछ अब उसले चाहिँ U23 कै बेलामा उसको रिच पनि नथियो मलाई टिम पनि धेरै राम्रो थियो यद्यपि उसको थोरै बहुत टेक्निकली मिस्टेक भएर अब गर्न चाहेर पनि धेरै कुरा गर्न सकिरहेको थिएन तर भविष्यमा राम्रो हुन्छ भन्ने मलाई लागेको थियो तर त्यही बेलामा चाहिँ ऊ तपाईको चाहिँ विदेश जान्छु अब एउटा गेम खेलेर भन्ने कुराहरू आएको थियो र त्यसपछिको जुन सिनियर एउटा किर्गिस्तानमा गेम हुँदाखेरि पनि उसले चाहिँ जापान जानुको लागि उसको भिसा लागिसकेको थियो र पासपोर्ट ल्याउनलाई मलाई नै सोधेर गएको थियो अब त्यहाँ समस्या कस्तो भने एउटा जुनियर खेलाडीलाई टिममा राख्दाखेरि या चाहिँ भोलिको भविष्यमा टिममा खेल्नुपर्ने हुन्छ या चाहिँ आज वर्तमानमा सेटमा खेल्नुपर्ने हुन्छ अब त्यहाँ समस्या पनि कस्तो पर्दियो भने उसले अपोजिटबाट खेल्ने हेमन्त मल्ल जुनियरमा अहिलेको राइजिङ प्लेयर सिनियरमा धनबहादुर भट्टले अपोजिटबाट खेलिरहेको थियो टिममा पनि 2 जना मात्रै हो तेस्रो रवि केसी र विशाल बिको थियो विशाल बिको अस्ट्रेलिया जाने ऊ जापान जाने थियो विदेश नै जानुहुन्छ भने यो 2 जना पर्फेक्ट छ 2 जनालाई काटेर नयाँलाई हाल्नु गाह्रो छ भन्ने हिसाबले मैले निर्णय गरेको त्यसमा पनि मैले धेरै आलोचित हुनु पर्यो अब रवि केसीमा राम्रो उत्कृष्ट खेल प्रदर्शन गरेको पछिल्लो अवस्थामा त्यो बेला मात्रै थिएन पछि राम्रो पनि गर्यो अब राम्रो गर्यो अब राम्रो गर्नुको लागि एउटा स्पाइकले मात्र हुँदैन रिसिभ राम्रो हुनुपर्ने हुन्छ सर्भिस राम्रो इन्टरनेसनली खेल्ने र नेसनली खेल्नेमा धेरै फरक नै छ अब यसलाई पनि तपाईले बीचमा काहीँ न कट गरेर चाहिँ यसलाई पातको पतङ्गबाट बनाउने खालका मान्छेहरू पनि छन् तपाईकै मिडियामा पनि यो हाल्ने बित्तिकै त्यहाँ हालिहाल्छन् ठिक छ मलाई गाली गरेर तपाईलाई सन्तुष्ट हुन्छ भने त्यसमा पनि म खुसी नै छु मलाई गाली गरेर तपाईको उद्धार हुनु पर्यो तपाईको स्तर बढ्नु पर्यो तपाईको पनि केही भएन मलाई पनि गाली दिनु भएन त्यसले चाहिँ राम्रो हुँदैन भन्ने लाग्छ मैले एउटा उसलाई स्वयं पनि थाहा छ उसलाई एग्री गरेर पनि पठाएको हो अहिले पनि भन्छ मेरो कारणले गुरु हजुरले गाली खानुभयो भन्छ ऊ जापान गएको चाहिँ यहाँ असहयोग भएर नपाएर हैन उसले जानै चाहेर गएको हो उसको पैसा कमाइरहेछ घर परिवारलाई बढाइरहेछ घर बनाइरहेको छ तर 2-4 वर्ष खेल्या भए हुन्थ्यो भन्ने हामीलाई पनि लागेको छ एकैचोटी टिममा नपर्दाखेरि सबै चिज नहुने पनि त हैन टिममा 12 जना पर्ने हो लाखौं खेलाडीहरू पनि छ हामी कोचहरू छ कसैलाई निकाल्नै पर्छ कसैलाई राख्नै पर्छ हेर्नुस् त्यसकारणले गर्दाखेरि जति चिन्ता कोचलाई हुन्छ त्यति चिन्ता सायद कसैलाई हुन्छ होला किनकि मेरो अन्डर लिडरशिपमा यदि टिम हुन्छ भने त्यो टिमले जितोस् भनेर चाहन्छु भने राम्रो खेलाडीलाई म कसरी बाहिर निकाल्न सक्ला र भन्ने कुरा मेरो हो पकाका गरेको छैन गर्दैन पनि त्यसकारणले गर्दा रविन्जनलाई राख्दाखेरि नै कति विरोध गर्यो आफ्नो मान्छे राख्यो सबभन्दा विरोध गर्यो ऊ आज नेपालको नम्बर 1 भएको छ एउटा अर्जुन नेपाली आएको छ अहिले ऊ भोलि नेपालको नम्बर 1 सबभन्दा धेरै आएको छ खेलाडी मध्येको लगभग अब यस्ता कति उदाहरण दिउँ तपाईहरुलाई ऊ टंक अहिले ऊ पनि विदेश गएको छ उले पनि किर्गिस्तानमा सुपर राम्रो गेम खेलेर आएको छ हैन अरु खेलाडीहरु पनि छन् अरुणा साईलाई क्याप्टन बनाएको पनि मैले नै हो पश्चिमाञ्चलले गण्डकीले जति गाली गरे पनि अरुणा साईलाई स्पाइकरबाट निकालेर सेटर बनाएर नेपालको क्याप्टन बनाएर यत्रो ऐतिहासिक मेडल त ल्याएकै हो अब सकारात्मक कुरा भन्दा नि नकारात्मक कुरामा धेरै ध्यान दियो भने गाली गलौज गर्छन् त्यो गाली गलौजले मलाई थप उत्साह र प्रेरणा प्रदान हुन्छ जसले गर्दाखेरि तपाईको चाहिँ फेरि आउने दिनहरुमा फेरि अझ ऊर्जाका साथमा काम गर्ने हौसला चाहिँ प्रदान हुन्छ मेरो भन्नुपर्ने यदि हो हामी चाहिँ एउटै पेशासँग आबद्ध भएर आफ्नो जीवनलाई समर्पित गर्दाखेरि
यो पेसालाई एउटा टप एचिभमेन्टमा डे बाई डे ग्रो अप त भइरहेको छ। अझ नेपाली खेलाडीहरूले सम्मानजनक तौरले बाँच्न सक्ने र नेपालको भलिबल साँच्चै राष्ट्रिय खेल हो भन्ने खालको एउटा जनमानसमा विकास गर्ने खालको एउटा कार्ययोजनाका साथमा नेपाल भलिबल सङ्घ स्पेसली हाम्रो अभिभावक हो। नेपाल भलिबल सङ्घले राज्यसँग सहकारी गर्ने र नेपाल भलिबल सङ्घसँग भएका विङ्सहरू स्ट्रङ विङ्सहरू भनेको प्रशिक्षक रेफ्रीहरू र खेलाडीहरूलाई साइमल्टेनियसली उनीहरूको चाहिँ स्तर वृद्धिका साथै युनाइट गरेर चाहिँ खेलकुदलाई कसरी अगाडि लाने भन्ने कुरामा एउटा सही मार्गदर्शन र कार्ययोजना सहित अगाडि बढोस् भन्ने मेरो चाहना छ। र केन्द्रमा धेरै कार्यक्रमहरू भइरहेछन्, नेपाल भलिबलसँग धेरै कार्यक्रमहरू गरिरहेको छ, अन्तर्राष्ट्रिय सहभागिता आन्तरिक प्रतियोगिताहरू गरिरहेछ, तर ग्रासरुटमा कार्यक्रमहरू भएको छैन, डेभलपमेन्टका कार्यक्रमहरू केही पनि भएको छैन जस्तो लाग्छ मलाई। स्कुल लेभलमा र जिल्ला सङ्घ र प्रदेश सङ्घलाई एक्टिभेट गर्नको लागि थोरै बहुत पहल गरिदियो भने राम्रो हुन्थ्यो जस्तो मलाई लाग्छ र यो गर्छ पनि होला। मैले एज अ चिफ कोचको हिसाबले र भलिबल कर्मीको हिसाबले प्रशिक्षकको मात्र काम नभएर भलिबल सङ्घलाई राष्ट्रिय खेलकुद परिषदसँग समन्वय गरेर डेभलपमेन्टका कुराहरूमा गर्ने कुराहरूमा म सधैँ साथ सहयोगको लागि तयार छु भन्न चाहन्छु। हुन्छ, एकदमै महत्त्वपूर्ण समय दिनुभयो। समय र संवादको लागि धेरै धेरै धन्यवाद। धन्यवाद तपाईँहरूलाई पनि एकदम संवादको लागि धन्यवाद छ। यो तपाईँहरूको चाहिँ समाचार संप्रेषणले आम नागरिक र युवामा चाहिँ सकारात्मक सन्देशको प्रभाव हुन्छ भन्ने